हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। नयाँ भिडियोको साथमा म तपाईँहरूमाझ प्रस्तुत भइसकेको छु। आज चाहिँ म भिडियोको सुरुवात गर्न गइरहेको छु होइन। मेरो प्यारी हजुरआमाले छोडेर जानुभएको पनि 1 वर्ष भयो। कति छिटो बित्दो रहेछ वर्षहरू पनि, दिनहरू पनि कति छिटो बित्दो रहेछ। हिजो अस्तिसम्म हुनुहुन्थ्यो जस्तो लाग्छ, अहिले साथमा हाम्रो हजुरआमा हुनुहुन्न। यस्तो लाग्थ्यो कि आफ्नो मान्छेले चाहिँ कहिले पनि छोडेर जाँदैनन् जस्तो लाग्थ्यो क्या। तर त्यस्तो नहुँदो रहेछ, त्यो भ्रम चाहिँ टुट्दो रहेछ एक न एक दिन। छोडेर जानुभयो। सो आज 1 वर्ष बित्यो, उहाँको वर्ष दिने काम छ आज। हामीलाई चाहिँ फोन आएको आइछ, मेरो संस्कृतिको उठिसक्यो। गुड मर्निङ संस्कृति, माया गर्दै पुग्दा। अब हामी चाहिँ जानु लागेको, अब रेडी भएर जाने। हस्, कहाँ जानु आँटेको संस्कृति? A few moments later. सो म चाहिँ रेडी भइसकेको थिएँ। सो भाइ पनि ठिक्क लिन आएँ अनि भाइ र म चाहिँ जाँदैछौँ। मम्मीले फोन गरेर गाली गर्दै हुन्थ्यो, तिमीहरू कति ढिलो आएको भन्दै हुन्थ्यो। त्यही भएर म चाहिँ रेडी भइसकेको थिएँ अनि म निस्किहालेँ। अब नानी र भाउजूलाई चाहिँ दादा लिन आउँदै हुनुहुन्छ। सो म चाहिँ आइसकेको छु। यहाँ म चाहिँ खाना पकाउनुतिर लागिरहेको छु। अब उहाँ चाहिँ हाम्रो ठुल्डेरी, सबैभन्दा ठुलो जेठो ठुल्डेरी। उहाँ चाहिँ मेरो सबैभन्दा जेठी दिदी। कति राम्री हुनुहुन्छ। गजब बेइज्जती है। यहाँ चाहिँ काम चल्दैछ, बत्तीहरू जोड्ने। अहिले कोही आइपुग्नु भएको छैन, धेरैजना त आइपुग्नु भएको छैन। आज हाम्रो चिया पाक्दैछ। चिया पकाउने चाहिँ दिदी हुनुहुन्छ। सबैजनालाई इन्भाइट छ भन्नु। हजुरहरू पनि आउनु होला हाम्रो मिठो मिठो चिया तातो खानलाई। कोपी र आलु तयार हुँदैछ, भोक लाग्छ होला हैन भाइ? बात त सही है। तिमीहरू काम गर्दै गर, हामी फटाफट खाना फटाफट पाक्दैछ। ल एकदम एकदम राइट। प्लिज दिदी अलि छिटो गरिदिनु। ठीक है। मेरो सबैभन्दा जेठी ठुलो मम्मी उतापट्टि बोल्दैन। उहाँ चाहिँ मेरो माइली ठुलो मम्मी हो। उहाँ चाहिँ रोटी पकाउँदै हुनुहुन्छ, एकदम व्यस्त हुनुहुन्छ रोटी पकाउनुमा। वर्ष दिनेको कार्यक्रम हो। हजुर, अब डढी पो सकेछ बोल्दा बोल्दै रोटी भाबी भयो नि बहिनी। एकदम। अनि ठुलो मम्मी त रोटी पकाउने एक्सपर्ट हो नि त। अनि कस्तो टाइपको रोटी पाक्दैछ। आज वर्ष दिनेको कार्यक्रम है। उहाँ चाहिँ हाम्रो गुरुबा हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ पूजाको। पञ्चपदार्थ सम्पूजात नियमितं गीतमूलपद्मौ सम्पूजात पुष्प सम्पूजायतम नैवेद्य यो ताना चाहिँ चढाइदिनु। नैवेद्यम सम्पूजायतम पुष्प सम्पूजायतम पवित्र सम्पूजायतम आछ नमः। अब नैवेद्य दाना ल्याउने गर लु दियोको प्रार्थना गर्नु। रोटी 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 प्रार्थना गर्नु ल। पुष्प लिएर दियोको प्रार्थना गर्नु। ओम प्रार्थना ओम भोदीपं तव परम ब्रह्माण्डकार निवारकं अतः ततस्त्वय अतः त्यस पछाडि अब कतो हो प्रसन्न भव सर्वदा। त्यस पछाडि अब यहाँ गणेश भगवान स्थापना गरेर ब्लग बनाउनु चाहिँ मेरो सानो मामु हो। धेरै लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। उहाँ चाहिँ मेरो कान्छी दिदी हो। उहाँ चाहिँ मेरो जेठी दिदीको छोरा, मेरो जेठो छोरा। खानाको तयारी हुँदैछ। यहाँ संस्कृतिलाई खाना खुवाउँदै हुनुहुन्छ। हेलो, त्यो मेरो मामाहरू हुनुहुन्छ यहाँ। मामा भ्लगमा हेलो गरिदिनु त। हेलो मामा पनि हेलो। यहाँ चाहिँ संस्कृति हेलो गर। यता चाहिँ खाना खुवाउँदै हुनुहुन्छ मेरो सानो मामुले संस्कृतिलाई। गाई यता चाहिँ पकाउनु हुँदैछ। ठुलो बाबा ठुलो माले पनि यहाँ हेलो गरिदिनु। नमस्ते गर। नमस्ते हेलो गाई भन न। हेलो नमस्ते गर्नु आमा। नमस्ते। चाहिँ मेरो ठुलो आमाले भात पस्किँदै हुनुहुन्छ। यो यता चाहिँ यो चाहिँ सब्जी छ, यो चाहिँ दाल हो, यो चाहिँ भात हो। अब भात खानु लागेको।
ल स्टार्ट खाना खान स्टार्ट हामी चाहिँ भाडा माझ्दैछौँ दिदी बहिनी भएर भाडा माझ्ने काम छ हाम्रो चाहिँ भाडा माझ्ने डिपार्ट आएको को आज तपाईँलाई वाउ ब्युटिफुल म सधैँ राम्रो हो के ताक्दैछ तिमीहरूले आज हाम्रो हजुरआमाको बर्थ दिने काममा तिमीहरू आज कस्तो लागिरहेको छ मेरो कुरा मेरो बुहारी नानीलाई कस्तो लागेको छ आज मलाई खुसी नै लागिरहेछ राम्रोसँग गर्न पाऊँ भन्ने भइरहेछ त्यही राम्रोसँग हजुरआमालाई बिदा गर्न पाऊँ होइन त्यही हाम्रो चाहना नै त्यही हो भोलि नै लागि अब भोलि हामी 5 बजे उठ्नुपर्ने छ होइन त्यो त भनाइ मात्र हो क्या बात है सर क्या बात है सर क्या बात ये बात है उठ्न चाहिँ हामी उठ्छु बहिनी हेलो गरिदेऊ हजुरहरू केही भन्न चाहनुहुन्छ ब्लगमा हत्तु भएको त गलेर हत्तु भयो हामी चाहिँ यहाँ पुलमा घुम्न आएको छौँ संस्कृति र म हेलो भन्थ्यो हामी यहाँ घुम्न आएको छौँ झुलुङ्गे पुलमा हाम्रा शैतान ग्रुपहरू एकछिन टाइम पाउने बित्तिकै घुम्न निस्केको थियौँ तर हामीलाई टिका लाउन खोज्दै हुनुहुँदो रहेछ सो हामी जाँदैछौँ पानी अलिक हाल त अझ तपाईँ बटाबट ठुली मान्छेलाई त पैसा दिने खोज्छ खुसी दिइहाल्नु अरे पैसा दिएन अरे कुनै लागि नानीलाई मात्रै भयो अरे उता जानु अरे ठुलो मामिलामा जानु न खुसी हाल्नुपर्छ अरे क्या टिका लगाएर पनि सकिसक्यो होइन कति कमायो सानो खै पैसा देखाइदेऊ त कति धेरै पैसा सानो मान्छेलाई धेरै ठुलो पैसा मम्मालाई दिने कि नदिने छोरी हामी चाहिँ अब टिका लाएर पुसिहाल्यौँ यो पुस्नुपर्छ अरे धेरै टाइम राख्नु मिल्दैन अरे ल अब दक्षिणा हेर्नतिर लाग्नुपर्छ हामी फुपू भदैनीको दक्षिणा हेर्नतिर हामी चाहिँ पैसा गर्दैछौँ यहाँ 2टा गोजीमा एकदम फुल प्याक भइसकेको छ अब हेरौँ है त गन्दा कति आउँछ ओके संस्कृति यहाँ मामलाई यहाँ थाप्नु भन आमामाई सबैको पैसा यहाँ निक्लिँदैछ ए यता सब्जीहरू लिएर आउँदै हुनुहुन्छ सबैजना भोलिको तयारीमा ल भोलि पनि आउँछौँ मेरो त 40 रुपियाँ मात्र अनि यहाँ त हामी 2जनाको मिसेको छ नि त 10 पनि दिएको थिएँ धराइ क्या तपाईँ छोड न म गन्छु तिमीलाई देखाउँछु मेरो त 25 हो कसले कम दिएछ मेरो 40 रुपियाँ मेरो 30 रुपियाँ रामा कसै न कसले 5 भन्दा धेरै चाहिँ नपाइने रहेछ क्या आमा उहाँ हुनुहुन्छ है खै हाँस्नु त यहाँ खुसी पैसा देखाउनु न अनि दक्षिणा यस्तो यस्तो पैसा पनि पाइँदो रहेछ यो चाहिँ घोटाला भयो होइन तपाईँको कति भयो तपाईँको 25 रुपियाँ मात्रै
मेरो 30 रुपैयाँ मात्र भयो ए त्यहाँ चाहिँ फुपू भाइ जाने घरे 40 पैसा 50 60 65 70 रुपियाँ ए दुईजना दिएन न के खोइ हामी चाहिँ दुईजनाको मिलाएर 70 रुपियाँ सबै संस्कृतिकै पैसा हो ओके मामुलाई देऊ संस्कृतिको बिहानमा 10 भइसक्यो त भेट्दिन है हात पुग्दैन है मेरो गर्ने भन् न मन्ने अरे भन न त मामु यो राख्नु पैसा 70 रुपियाँ यो चाहिँ हामीले ब्याङ्कलाई जिम्मा दिइसक्यौँ हो अब यसको हामीलाई साउ दिएको चाहिँ ब्याज सहित पैसा आउनु पर्यो हुन्छ हजुर हुन्छ ब्याज सहित आउनु पर्यो भन एउटाले ब्याज माग्दैछ नि तपाईँ चाहिँ अब ब्याङ्कै चाहियो आमा यो राखेर मलाई लु भोलि 100 रुपियाँ दिनु कुन राखेर अरे 10 रुपियाँ राखेर यहाँ मामा आई लभ यु आलुको बिउ बाचा मनया सिन्ध्यात्मा बुद्धिया तमावनु स्वभावता करोमि यत सकल परस्मै नारायणेति समर्पयामि नारायणेति समर्पयामि कायेन वाचा मनया सिन्ध्यात्मा बुद्धिया तमावनु स्वभावता करोमि यत सकल परस्मै नारायणेति समर्पयामि यहाँ राख्नु यहाँ अगाडि छोरी खाल दुईजनालाई दिने सक्छु यो यो यतापट्टि राख्नु तरवाला चिनिन लु यताबाट लु यो कुरा हाल्ने हरि ओम तसदा हरि ओम तसदा पानी समाउने हरि ओम तसदा हरि ओम तसदा ओम विष्णु 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 अध्यक्ष भागमा चित्र ब्याङ्कद्वारा करिब कलियुग गस्तय पतन चरण जम्बू द्वितीय भारत वर्ष भारत खण्ड आर्यन वर्तन गते 18 गते आर्यन वर्तन गते 18 गते हे सीता के 1982 साल माघ शुक्ल पक्षय माघ 2082 साल माघ शुक्ल पक्ष नेपाल मलेगा 45 श्रम 1145 नेपाल मलेगा 46 सक्यो सो सबैजनाले कपडा फेर्नु पर्ने रहेछ सबैजनाले कपडा फेरेर अहिले फोटो खिच्दै हुनुहुन्छ सबैजना हामी भोट केमा भनेर छलफल गर्दैछौँ हामी सबैजना मिलेर भन्नु भोट केमा गाली गर्न पनि हामी चाहिँ यहाँ भोटको चुनाव अहिले नै गर्दैछौँ हामी A few moments later. अहिले चाहिँ रातिको 10 बजिसकेको छ हामी चाहिँ घर आइसकिसक्यौँ उता काम सकेर संस्कृति सुतिरहेको आजको लागि आजको ब्लग चाहिँ यहीँसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद ओके थ्याङ्क्स फर वाचिङ बाई बाई